यो हो नि त माछा भनेपछि त खाएपछि ठुलो खानु होइन भने सानो खाँदा नि हुन्छ। हेलो नमस्कार सबैजनालाई, आशा छ सबैजना आरामै हुनुहुन्छ होला। आज हेर्न सक्नुहुन्छ मेरो पसलमा ठुलो भ्याकुर माछा आएको छ, जसलाई चाहिँ कत्ला माछा भनेर पनि चिनिन्छ। यो माछा चाहिँ अत्यन्तै स्वादिलो हुन्छ, जुन माछालाई चाहिँ हाम्रो विराटनगरमा माछाहरूको राजा भनेर पनि चिनिन्छ। यो माछाको टाउको चाहिँ अलिक ठुलो हुन्छ, माछाको तुलनामा टाउको ठुलो हुन्छ, तर टाउको भने अत्यन्तै स्वादिलो हुन्छ। यसको टाउको एकदमै हेर्न सक्नुहुन्छ कतिको फ्रेस माछा छ, एकदम ताजा। यो माछाको टाउको ठुलो हुन्छ तर टाउको चाहिँ एकदमै स्वादिलो हुन्छ। टाउको कमलो हड्डी हुन्छ, मजाले चपाएर खान सकिन्छ। माछा चाहिँ एकजना दाइले सिङ्गै लानुभयो, माछाको साइज हेरेर सिङ्गै जोखेर दिनु भन्नुभयो। यो माछाको तौल चाहिँ 3 केजी रहेको थियो भने यो माछा चाहिँ एकजना सिङ्गै लानुभयो दाजुले। सबै हेर्न सक्नुहुन्छ, माछाको पिस पनि एकदमै स्लाइस पिस पेटी निकालेर काटेको छ। माछा पनि एकदमै छिटो छिटो काट्ने गरेको छु। छिटो त छिटै कटाइ हो, तर यसमा चाहिँ अलिक स्पिड बढाएको छु, किनभने भिडियो अलिक लामो हुन्छ कि, तसर्थ स्पिड अलिक बढाइएको छ। हेर्न सक्नुहुन्छ टाउको। यो माछाको मेन टाउको नै हो क्या। हुन त माछा सबै स्वादिलो हुन्छ, मासु पनि मिठो हुन्छ, तर टाउको भने चाहिँ एकदमै स्वादिलो हुन्छ। हेर्न सक्नुहुन्छ रेडी भइसकेको छ।